आशिष राणा एके लाउड्रे जसको गर्लफ्रेन्ड भर्खर नयाँ नयाँ बनेको बाटोको के अरे हल्ला छ हल्ला एक सिजन सकिन लागिसक्यो अब त भन्न मिल्छ मिल्दैन अब के हल्ला हो के हो त नि अब हल्ला अनि के कस्तो होला स्योर हो हल्ला स्योर हो कसको हल्ला रे कविता र लाउरे भन्दै अब उसो हुन्छ नि हल्ला हो भनेर हल्ला त हो नि ए हो अनि जसले नि सोध्दै आशिषसँग होइन मिडियामा भनिसकेछ तिमीले अरू बेला किन भन्नु पर्यो अब यो त कुरा त अब भन्न मिल्यो ए ओके ल अब उसले भनिसकेपछि म नि भनिदिन्छु स्क्याम कस्तो त्यो चाहिँ- त्यहाँ भनेकै छैन त हामीले के स्क्याम होइन यति जे भनेकै छैन जिस्केको हो नि त अनि अरूहरूले पो सोधेर सुशीलले गऱ्यो भने के सुशील र म गे भयो होइन त्यही त हो फेरि गर्नु त त्यस्तै दुईचोटि गर्नु घिन लाग्छ त्यो इमेजिन भएको के दिमागमा इमेजिन गर्दा सुशील र म किन्न आएको त नि हिजो मुनुङकोट हामीसँग कहाँ उहाँ जाम भनेको दमौली अनि भिजै छैन त मेरो भिजा हामीले हानिदिइहाल्थ्यो नि दमलीको भिजा उहाँ निर्जङले त अनि 2 दिनको भिजा पाएको अनि को छ भनेको सुशील पनि छ भने त्यसपछि एकदम डर लाग्यो जानु उहाँ र सुशील फेरि देवदास अब कति यहाँबाट दमली कति मिटर छ कति किलोमिटर छ 39 49 किलोमिटर किलोमिटरमा बिचमा जे नि हुनसक्छ नि यार बिचमा त होइन के भएको भन न फेरि साउजीको घरबाट निस्केको 30 सेकेन्ड पनि भएको थिएन त्यहाँ 3टा बेर फोरिसकेको गाडीभित्र कि कसले को हुन्छ अब साउजी अनि फेरि उहाँ मनुङकोट पुग्न पाएन होइन स्न्याक्स जति सब भ्याइसकेको चलाउने चाहिँ को हो र म हो। 3टा बियर भ्या त्यसपछि त कति कति होला तिनटै सबले खाएको होइन। सबैले खाएको धेरै त खाएन अब माथि जाउँ न त अब हामी सबैजना जम्माथि